सबैलाई नमस्ते। म जेनजीको नाताले म आज यो भिडियो चाहिँ हाम्रो जेनजी दाई भाइ दिदी बहिनी सबको लागि गराइरहेको छु। हामीले यो आउने चुनाव गराउने नै हो। पहिलो कुरो त हाम्रो भोटिङ कार्ड कति जेनजी भाइहरूले गराउनु भएको छैन। एउटा कुरोको सिस्टममा इरर आएको आइछ हैन, कति बेला के प्रब्लम आउँछ कति बेला के प्रब्लम आउँछ। अनि अर्को कुरा चाहिँ अब यो भोट गराएर फेरि अब त्यत्रो संसदहरू हामीले विघटन गरियो हैन। अब पुरै त्यही संसदहरू ल्याएर फेरि प्राइम मिनिस्टर गराउने चुज गर्ने, उहाँहरूले प्राइम मिनिस्टर चुज गर्ने, त्यो हामीले दिन सक्छौं? हामीले त्यो राइट दिन सक्छौं? सकिन्न केटाहरू। यिनीहरूले ल्याएको यो परिवर्तन होइन, यो जेनजीले ल्याएको परिवर्तन हो। जेनजीसँग राइट हुनुपर्छ। हामीले अब पहिला नै फेरि अब प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चाहियो भन्ने कुरा माग खै त कसले पुरा गर्ने? अब यो संसदहरू ल्याएर हैन, अब जो उठ्छ फेरि त्यही त सिस्टम। माओवादी एमाले कांग्रेस सबको अब त्यही मासु भातमा पैसा बाँड्छ त पानी जति। त्यत्रो पैसा मागेको कहाँ स्टोर गरेर राखेको छ, ब्ल्याक मनी देखि लिएर हैन, कति काण्डा घोटाला कति के छ, सबै पैसाहरू त यिनीहरुसँगै छ त, लुकाएर राखेछ। त्यही निकाल्ने त हो नि चुनावमा, जित्न परेन, फेरि सत्तामा आउनु परेन। त्यही भएर अब यो चाहिँ हामीले अब यसमा अब के, हामीलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चाहियो के, हामीलाई चुनाव चाहिएको छैन। एउटा कुरा बुझ्ने कुरा चाहिँ यो चुनाव गराएर के हुन्छ, लास्टमा के हुन्छ केटाहरू? केही हुन्न के, कसम भने सेम सिचुएसन आउँछ, फेरि हामीले आन्दोलन गर्न झन् झेउ हुन्छ। त्यो भन्दा अहिले नै हामीलाई यो चुनाव गराएर काम छैन हैन। चुनाव गराएर फेरि त्यही पुरै माओवादी एमालेको सब त्यही आएर त्यसपछि फेरि उहाँहरूले प्राइम मिनिस्टर चुज गर्नु पर्यो भने त्यो फेरि हाम्रो जेनजीहरूले त्यत्रो बलिदान दिएको के काम लाए त? काम लाएन नि केटाहरू, यति नै लाएन नि, खै त न्याय पाएको भनेपछि यो हामीलाई पटक्कै हामीले मानिने छैन। यो कुरा चाहिँ हामीलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चाहिन्छ, हामीले चुज गर्न पाउनुपर्छ, हाम्रो जनताले चुज गर्न पाउनुपर्छ हाम्रो प्राइम मिनिस्टर को हुन्छ। त्यही भएर योमा सबैले कमेन्ट गर्नु हजुरको प्रक्रियाहरू के छ हैन, हजुरले के सोच्नु भएको छ। तर हामीलाई चाहिँ यो जेनजीलाई यो पटक्कै हाम्रो एगेन्स्टमा छ, हामीले यो सोचेकै छैनौं। हामीलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चाहिन्छ र हामी एकजुट हुनुपर्छ हैन। हामीलाई जसरी नै हामीलाई देश बनाउन छ, देश विकास गर्न छ, देशलाई एउटा एउटा बाटोतिर दौडाउन पर्छ हामीले। किनकि हाम्रो नेपाल भनेको शान्तिनो कन्ट्री होइन केटाहरू, थाहा छ नि त सबलाई। नेपाल त्यत्तिकै भौगोलिक क्षेत्रले हेर्ने, जता हेर्यो पहाड तराई हिमाल पुरै छ, सबै कुराहरूले भरिपूर्ण भएको हाम्रो देश हैन, सबै कुराहरू छ। तर हामीलाई यो अहिलेको सिचुएसनमा यो चुनाव गराएर के हुन्छ त? चुनाव गराएर के हुन्छ केटाहरू? फेरि पहिलाकै सिचुएसन आउँछ के, फेरि त्यो भन्दा नराम्रो हुन्छ। अब पहिलाकै नेताहरू आयो भने के हुन्छ? फेरि सिचुएसन त्यस्तै आउन्न। त्यही भएर हामीलाई यो पटक्कै हामीलाई यो हाम्रो एगेन्स्टमा छ हैन। हामीले यो पटक्कै चाहेको छैनौं। हामीलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चाहिन्छ। अर्को कुरा चाहिँ यो संसदहरू यत्रो गराएर कतिजनालाई पाल्ने हो हामीले? हाम्रो देशको जनताहरूले कर तिरी यिनीहरू संसदहरूलाई कति पाल्ने हो? यत्रो वर्ष पाल्यो त यार, 25-30 वर्ष मजाले यिनीहरूलाई दिएकै हो, 30 वर्ष 35 वर्ष दिएकै हो हैन। देश कहाँ लहर छोडे त यिनीहरूले? खाल्टामा लहर खाँदैनन्। पासलाई कोतर्नी भने हाम्रो देश अरू देशको कम्पेरिजनमा धेरै अगाडि थियो। राजाकै बेला धेरै अगाडि थियो के अरू देशको कम्पेरिजनमा। तर अहिले चाहिँ कहाँ लास्टमा लहर राख्दिए नि हैन। सुन्दर बगैँचालाई काटफाट गरेर कसम दाउरी पुरै के अरे विकट ठाउँ गराइदिए भनेपछि हामीलाई यो नेताहरू चाहिएको छैन। हेरो सरकार सबले यो अब हामी फेरि जेनजी उठ्नेछौँ, हामीलाई पटक्कै हुनेवाला छैन। हामीले अब यसमा केही न केही चेन्ज गर्नै पर्छ केटाहरू। सकिन्न यार, यस्तो सहन सकिन्न। हाम्रो यत्रो बलिदान दिएको भाइहरू दाइहरू सबले दिनुभयो, त्यसपछि फेरि त्यही सिचुएसन आयो भने नराम्रो हुन्छ। त्यही भएर हामीलाई पटक्कै हामीले यो सोचेको छैनौँ यो कुराहरू। त्यही भएर हामी मिलेर अगाडि बढ्नुपर्छ। जय जेनजी। हामीले छोड्नुहुन्न केटाहरू यो पात चाहिँ, किनकि देश हामीलाई बनाउने हो, देश हाम्रै हो। यिनीहरू त मरेर गइहाल्छ नि, हामीले देश त हेर्नुपर्छ नि त। देश हामीलाई माया छ, यिनीहरूलाई माया छैन। माया भए पहिले हाम्रो त्यत्रो नेपालीहरूलाई विदेश जानलाई यिनीहरूले बाध्य गराउँथेनन्। यही कामहरू दिन्थे त। विकास गर्न मन हुनु पर्यो के। यिनीहरू पुरै चोरहरू हो, चोर गरी ठगी। त्यही भएर यो पटक्कै हुनेवाला छैन।
सबैजनाले कमेन्ट गर्नु होला हजुरले के सोच्नु भएको छ तर हामी जेनजी चाहिँ एक युनिटी हुनै पर्छ हामी अगाडि सँगै बढ्नै पर्छ जय जेनजी